यस्तै चल्छ परदेशको बजार पठाइदिन्छु मासिक 10,000 त्यसकै पर्छौ भर गाउँमा गई खेती गर फुलमा भमरा यति मन रुँदैन गाउँको खेती गुजारै हुँदैन भरनी पर्छन् घर परिवारले के काम आइन है केटुको अर्कोचोटि भन्छु म सोध्छु अर्को यसलाई हे कहाँ बस्छौ के गर्छौ तिमीले काम सर्वप्रथम भनिदेऊ तिम्रो नाम फुलमा भमरा आउँदै गर निर्माया माया नमार परदेशमा कामकाज गर्दैछु खुमराज नाम हो अगाडि बढ्दैछु फुलमा भमरा आउँदै गर निर्माया माया नमार आउँदै गर निर्माया माया नमार किन होला पर सर्छौ इन्डियामा के काम गर्छौ फुलमा भमरा आउँदै गर निर्माया माया नमार हे शरम लाग्यो यो पहिलो मेलमा जुठा भाडा धुन्छु म होटेलमा फुलमा भमरा आउँदै गर निर्माया माया नमार सानो ठुलो हुँदैन काम कति पाउँछौ तिमीले दाम फुलमा भमरा आउँदै गर निर्माया माया नमार हे नजाने नि थोरै गीत गाएको छु 2-4 पैसो कमाउँदै आएको छु फुलमा भमरा आउँदै गर निर्माया माया नमार हे देशीलाई तिमीले लटाउँछौ श्रीमतीलाई कति नि पठाउँछौ फुलमा भमरा आउँदै गर निर्माया माया नमार हे यस्तै चल्छ परदेशको बजार पठाइदिन्छु मासिक 10,000 फुलमा भमरा आउँदै गर निर्माया माया नमार हे परदेशमा ग्यासनी जल्छ 10,000ले जिन्दगी चल्छ फुलमा भमरा आउँदै गर निर्माया माया नमार हे 10,000ले हुँदैन हुन त कमाइ छैन के गरौँ म पनि फुलमा भमरा आउँदै गर निर्माया माया नमार
हे परदेशकै पर्छौ भर गाउँमा गई खेती गर फुलमा भमरा आउँदै गर निर्माया माया नमार। हे परदेश आउँदा यति मन रुँदैन यति मन रुँदैन गाउँको खेती गुजारै हुँदैन फुलमा भमरा आउँदै गर निर्माया माया नमार। हे काम नगरी भोकै मर्छन् परिवार के काम गर्छन् फुलमा भमरा आउँदै गर निर्माया माया नमार। हे म एक्लै परदेशको ठाउँमा खेती किसान गर्दैछन् घर गाउँमा फुलमा भमरा आउँदै गर निर्माया माया नमार। हे भेट हुँदा भन्नु है हाय आज गर्छु यति नै बाई फुलमा भमरा आउँदै गर निर्माया माया नमार। हे कहिले कसो मेरै छेउ सर्नु गाउँदा कुनै गल्ती भए माफ गर्नु फुलमा भमरा आउँदै गर निर्माया माया नमार। नमस्कार, म सुगम छेत्री प्रभु र म खुमराज छेत्री। आज हामीले सानो प्रयास गरेका छौँ, त्यति धेरै त आउँदैन तर पनि दर्शक महानुभावहरूलाई थोरै रमाइलोपन अथवा धेरै अलिकति भए पनि केही फरकपन देखाउनको लागि हामीले थोरै गाउने प्रयास गरिदिएका छौँ। जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला, कमेन्ट बक्समा जस्ताको तस्तै लेख्नुहोला, कमेन्ट गर्न नडराउनु होला किनकि तपाईँहरूले गर्नुभएको कमेन्टले गर्दा हामीले केही सुधारपन ल्याउन सक्छौँ होइन खेमराजजी। यति भन्दै अब हामी जान्छौँ। फेरि राम्रो मानिदिनु भयो र मन पराइदिनु भयो भने अन्य यस्तै गीतहरू हामी गाउँदै तपाईँको माझमा आउने बाचा गर्दै अहिलेको लागि र आजको लागि हामी बिदा चाहन्छौँ। हस्, धन्यवाद, नमस्कार।